सो फाइनली करिब 3.5 लगभग 4 वर्षको चाहिँ अन्तरालमा जब पोर्तुगल छोडियो त्यसपछि पोर्तुगल गइएको थिएन। सबै परिवार भएर यो इस्टरको फेस्टिभललाई चाहिँ आधार मानेर हैन पारेर चाहिँ पोर्तुगलको घुमघामका लागि चाहिँ थोरै परिवारसहित हामी चाहिँ निक्लिँदैछौँ। आज अप्रिल 17 तारिक हैन, आज कहाँ हुन्छ 19 तारिक हो, 19 तारिकका दिन। फाइनली करिब लगभग 4 वर्ष पछाडि चाहिँ पोर्तुगलको यात्रा तय गरियो हैन। 2021 को कति जुलाईमा आएको हैन, अहिले आएर कति भयो 2025 को अप्रिल हैन। अब फारो ल्यान्डिङ गर्दैछौँ हामी परिवारसँगको यात्रा। यो बिहान भएको भएर निन्द्रा लागेको कस्तो अरे यहाँ बेल बाबुलाई मन नलाग्यो, बाबुलाई नजाने बाबुलाई बेल आमा यसरी भन्यो भने Very good morning everyone and welcome aboard this Norwegian flight bound for finally my name is Mike. We'll be back later and update you on some more details. I wish you all a pleasant यादगार नै बन्छ कि भन्ने कुरामा चाहिँ rigtig god morgen alle sammen og velkommen ombord hos os i Norwegian på turen her til बस्नु जान्छ भने ओके। पोर्तुगलको चाहिँ सुन्तला खाएर त कत्र कत्र भयो। रमाइलो चाहिँ यही है अङ्कल। कृष्ण पछाडि दिनेश छ हैन, साथी हुनुहुन्छ। आएको दिनमै खसी काटियो हैन, छाला बल्ल बल्ल निकालियो। ए तँ फाल्दिस्? त्यो फाल्दे छाला निकाल्न नसकेर। अरू त के हो र, यादको लागि मात्रै हो हैन र। के हो दिनेश, के अङ्कल? दिनेश के भन्छ सम्झना। त्यही त नि सम्झना के अरे, सम्झनाको लागि मात्रै। त्यसो भए नखाए भयो क्या घर घर मै मात्रै खान्छु। हुन्छ सबैले सम्झना राखे भयो। रमाइलो भएको छ पहिलो दिन आज हैन। करिब 4 वर्ष पछाडि पोर्तुगल छोडेको 4 वर्षमा आएर भुटुवा खाना खाइरहेछ र भर्खर आउँदा आउँदै खसी काट्न गयो हैन अङ्कल। ठक्क मिल्यो। साथी दाइ भाइ सबैजना मिलेर बुहारीले बनाएको फ्रेस भुटन एकदमै मिठो स्वादिष्ट भएको छ। अब यसरी परिवारसँग बसेर अङ्कल दाइ भाइसँग बसेर खाँदाखेरि, साथीहरूसँग बसेर खाँदाखेरिको आनन्दै त्यो बेग्लै। त्यसमा त्यो पोर्तुगलको मौसम अविस्मरणीय। सुरु हो ल। अनि मम्मी सबैजनासँग चाहिँ घुम्न आउँदा कस्तो लाग्छ पोर्तुगल? एकदम धेरै रमाइलो। त्यति मात्रै? त्यति त अब बल्ल घुम्न आइयो हो, आज पहिला दिन हो। अलि 2-4 दिन घुमेर एकदमै रमाइलो। भोलि बिहानै उठेर काममा जानु पर्यो त्यो सम्झिँदा एकदमै दुःख लाग्यो। प्रतिमा रमाइलो मात्रै? त्यही त हो नि। अङ्कल के छ आजको घुमाइलाई चाहिँ कसरी लिनुहुन्छ अङ्कलले? के भने 5 स्टार 5 स्टार घुमायो भने ठिकै छ। ठिकै छ। अनि हाम्रो बुहारी के अरे लिस्बनदेखि दाइ आउँछ भनेर कस्तो लागिरहेछ आजको? एकदम धेरै रमाइलो, एकदम धेरै सबैजनासँग भेट्न पाएर एकदम रमाइलो भयो। हामी अल्बुफेरादेखि छौँ, अल्गाभको। मैले अघि गत भिडियोमा पनि भनिसकेँ, यदि तपाईँहरू पोर्तुगल आउँदै हुनुहुन्छ भने अल्बुफेरा आएर घुम्नै पर्ने ठाउँ हो रहेछ कि हो? एकदम धेरै घुम्नै पर्ने ठाउँ छ। आमालाई गैँडाकोट गएर सबै परिवार। अनि मेरो भाइ दिनेश ढकाल लिस्बनदेखि चाहिँ दाइलाई भेट्न आएको छ हैन। कस्तो यो ठाउँ कस्तो लाग्यो? अल्बुफेरा कस्तो लाग्यो ठाउँ र
यो मलाई भेट त आलु भेरा छिर्दा बित्तिकै एकदम मन परेको हो मन्दिरमा आइए है यहाँ अझै होइन यो त नाइट लाइफ हेर्न आएको मजारमा आए पनि मलाई त साइप्रसमा बस्दाखेरिको फिलिङ आइरहेको छ आज त्यही भएर एकदम रमाइलो हामी एकदमै खुसी छौँ किनभने परिवारसँगको यो घुमाइलाई एकदम अझै विशेष मान्दै हामी तलसम्म चाहिँ थोरै हेरेर त्यस पश्चात चाहिँ फेरि घर जाने चाहिँ कम पोर्चुगलको एकदमै फेमस ठाउँ अल्गावको पनि एकदमै फेमस ठाउँ आल्बुफेरादेखि बोलिरहेको छु यो भिड यदि तपाईँहरूले देखिराख्नु भएको छ भने यो भिड इस्टरको भिड हो है विशेष गरी यो ठाउँ चाहिँ नाइट लाइफको लागि एकदमै परिचित छ दिउँसोमा पनि एकदमै रमाइलो भए तापनि नाइट लाइफको लागि एकदमै परिचित छ अहिले इस्टरको लागि विशेष तयारीमा आज कन्सर्ट पनि भइरहेको रहेछ यो विशेष गरी चाहिँ टुरिस्टिक एरिया हो यो एकदमै टुरिस्टहरू स्कटल्यान्ड आयरल्यान्डदेखि विशेष गरी आउने गर्नुहुन्छ भने अहिले मेनली इस्टरको कारण यति भिड छ भने जुन जुलाई अगस्तमा यदि तपाईँहरू यो ठाउँमा आउनुभयो भने खुट्टा टेक्ने ठाउँ हुँदैन करिब 4 वर्ष पश्चात म यो ठाउँमा आएको छु विगत 6 वर्ष म 2016 देखि 2021 सम्म यो ठाउँमा थिएँ र 4 वर्ष पश्चात यो ठाउँमा आउँदाखेरि निकै नै खुसी लागेको छ परिवारसित आउँदाखेरि अझ मन निकै भरिएर आएको छ लगभग आल्बुफेरा धानेर बसेको व्यक्तिसँग भेट भएको छ मेरो हैन खुसी लाग्यो मलाई कति भनिदिनु भयो मलाई नि खुसी लाग्यो किनभने लगभग 5-6 वर्ष यो ठाउँमा म पनि बसेँ हैन दाइ पनि सँगसँगै हुनुहुन्थ्यो आज पनि यही हुनुहुन्छ त्यो देख्दाखेरि चाहिँ निकै खुसी लागेको छ किनभने हामी छोडेर हेऱ्यो अहिलेसम्म होइन हिँड्ने सोच त मेरो हुन्छ बसिरहने सोच त होइन तै पनि पसिन्जेललाई नै खुसी हुनुहुन्छ खुसी छ एकदम अहिलेसम्म तपाईँको यो के भन्छ कामप्रतिको जुन लगाव छ नि त्यसको लागि चाहिँ म एकदम हार्डसप भन्न चाहन्छु काम नगरी त संसारमा काहीँ कहिले नाम मिल्दैन त्यो भएपछि अब अलिकति सङ्घर्ष जिन्दगीमा गर्नै भयो भेट्छ नम्बरी बाँचे कालले साँझे फेरि पनि भेट फेरि भेट गर्नु ल धेरै धेरै धन्यवाद वेलकम ब्याक टु पोर्चुगल थ्याङ्क यू भेरी मच भाइ थ्याङ्क यू Olá, boa! Oi! ओल्ड टाउन चाहिँ घुमेर आइयो होइन म त पहिला पनि बसेको विशेष गरी भाइ बुहारी र आमालाई चाहिँ कस्तो लाग्यो कृपया आजको भिजिट कस्तो रह्यो बुहारीलाई कस्तो लाग्यो आल्बुफेरा चाहिँ कस्तो मलाई चाहिँ साइप्रसको आयनापा सिटी जस्तै लाग्यो एकदम धेरै रमाइलो लाग्यो आमालाई कस्तो लाग्यो मलाई धेरै रमाइलो अब समर नलाउँदा यति बिजी छ समर लासी कस्तो हुन्छ धेरै रमाइलो ठाउँ अनि भाइलाई कस्तो लाग्यो त्यस्तै उसले भने जस्तै साइप्रसको भाइब्स आयो मजा आयो अझै घुम्न बाँकी छ नि अङ्कल अनि बाबु छोरा यसरी डुल्न पाउँदा के छ धेरै रमाइलो लाग्यो धेरै रमाइलो भेटघाट भयो बाबुलाई राम्रो अनि मिठो अनि मिठो रहेछ आइसक्रिम आन्टी आन्टी भोलि बिहानै 9 बजे काममा उठेर जानुपर्ने छ तर 12 बजिसक्यो हामी साथमा छौँ भनिसके पछाडि आन्टीको यो दृढ विश्वासलाई पनि मान्नै पर्छ यो साहसलाई पनि मान्न पर्छ है त बिहानै उठेर दौडिन पर्ने आन्टी होइन यसलाई कसरी कस्तो लाग्यो आज हामी सबैजना चाहिँ एकदमै रमाइलो लाग्यो मलाई त नेपाल गएको जस्तै याद आयो हो किनभने सबैजना यसरी डुलेछ समग्रमा प्रतिमालाई नि सोध्दा क्यामेराम्यानलाई नि सोधौँ भन्ने कुरा हो मलाई एकदम रमाइलो होला मेरो श्रीमतीलाई पनि धेरै रमाइलो लाग्यो अरे होइन श्रीमती यता छन् हामी सबै खुसी छौँ फाइनल्ली आल्बुफेरा करिब 4 वर्ष पछाडि यो ठाउँ टेकेको मलाई निकै खुसी लागेको छ यो इस्टरको माहौललाई इस्टरको मौका पारेर हामी डुल्न आएको निकै रमाइलो भयो परिवारसँगको यो भेट निकै नै अविस्मरणीय रहनेवाला छ